हामी यहाँनिर होइन त्यसले अब के भन्छ बिहेमा हिँडेको होइन कतिजना 1 2 3 4 5 6 7 जना छौँ जस अहिले चाहिँ हिँडिरहेको होइन अनि हाई गाइस हामी चाहिँ आज माथि बिहेमा जाँदैछौँ होला हाई अहिले हेलो गर सो हामी चाहिँ अहिले बिहेमा हिँडेको होइन टक्क लाएर अहिले टक्क बिहेमा पुगेपछि जस आज चाहिँ जस जाडो भइरहेछ चिसो भएर भरेमा टक्कसँगले युट्युबमा हालिदिन्छु युट्युबमा हेर्नु अलिक खिचौँ न टाढा पनि छैन नजिकै हो होइन त्यहाँनिर टक्क हिँडेको अब जोस् ठिकै हुन्छ रमाइलो भइरहेछ टिकटक आइडी के पो छ अन्त ए एउटा आइडी त के पो थियो सन्तोष खड्का एउटा आइडी छ अनि एउटा आइडी सुन्निमा सनम छ गरी दुईटा छ यताबाट जाउँ रमाइलो भएछ होइन यसो गरौँ न आधी यताबाट जाउँ आधी यताबाट जाउँ न किन धेरै गर्नु ग्रुप जानु रेमा लानु त ल त्यता धेरै किन जानु कता जानु ल पनि छिटो हिँड सो टक्क लाएर हामी चाहिँ अहिले कतिजना भने 4 जना भयौँ यहाँ होइन यहाँ हाम्रो हुक्का भाइ छ यति धेरै हुक्का हुन्छ भोजपुरको सिनेश्वर रहेछ टक्क लाएर होइन ल कस्तो अनुभव हुँदैछ केटाहरू भन्थ्यो है चिलमा हो नि फुलै फुलको बगैँचामा छिटो रेबन यसो हल्लो गरिदेऊ न भरे युट्युबमा लगाइदिन्छु म यो भिडियो सो तपाईँहरूले मेरो युट्युब भिजिट गर्नुभएको छैन भने एकचोटि युट्युब भिजिट गर्न पनि सक्नुहुन्छ सन्तोष केसी UP 7PW छ होइन टक्कसँगले अब त्यही नै भन्छु सो रमाइलो हुँदैछ त्यही नै हो आज चाहिँ हल्का चिसो भएर चाहिँ मलाई एकदम घाँटी दुखिरहेको छ होइन कपाल काटेको होइन कपाल काटेपछि हल्का नराम्रो देखिँदो रहेछ त्यही नै हो ए भाइहरू चाहिँ नाच्ने भनेर छ बिहेमा गर होइन मिन्चिराउ अनि अरू त के भन्नु रमाइलो भइरहेछ अनि जस तपाईँहरू नि सन्चै हुनुहुन्छ होला भन्ने आशा राख्दै म पनि सन्चै छु यो समयमा फेसबुक आइडी पनि छ सनम त्यहाँ गएर पनि भिजिट गर्नु होला त्यही नै भन्छु
नि यहाँ चाहिँ फर्निचर लिएर आइपुग्यो होइन टक्क लाएर अब हिँडाउन हौ यहाँ चाहिँ फर्निचर छ यो फर्निचर हो होइन भीम भाइ कस्तो रमाइलो हुँदैछ बताइदो बाबु भीम टक्क लाएर चाहिँ हामी होइन हिँड्दा छौँ बिहेमा चाहिँ पुग्नु लागेको छैन होइन अब के भन्छ पुग्नु लाग्दैछौँ त्यही नै हो म चाहिँ गलिसकेँ पुरा हिँड्दा हिँड्दै सो हामी चाहिँ आइसकेको छौँ होइन यहाँनिर टक्कसँगले ल है गाइजहरू चाहिँ हिँडिरहेको छु रमिन दाइ ल गरिदिनु ल हामी चाहिँ विवाहतिर गइरहेको छौँ है सबैजना हिँडिरहेको छौँ गइरहेको छौँ हामी चाहिँ सो एकदमै रमाइलो भइरहेको छ उकालो बाटो छ यहाँ चाहिँ धेरै उकालो छ भेरी उकालो हो सबैजना चढिरहनु भयो ओह्रालो र उकालोमा सजिलो हुन्छ नि सो गाइज अब तपाईँहरूले पनि अलिअलि चाल सुन्नुहुँदै होला नि यो घरतिर गीत बजिरहेको छ रमिदा बोल्नु न यसो रमिदा बोल्नु न आफ्नो मन्तव्य राखिदिनु भने बोल्नु धुम्म परिरहेको मौसम छ है गाइस यो चाहिँ युनाइटेड बोर्डिङ है युनाइटेड युपिए पनि भन्छन् सर्ट फर्म युनाइटेड पब्लिक एकाडेमी यहाँ स्कुल जस्तो भए पनि विद्यार्थी सबै ट्यालेन्ट छन् बस पनि रहेको छ 3वटा बस रहेको छ यो चाहिँ यहाँ चाहिँ भिड छ है भिड पुरै डरलाग्दो भयानक भिड छ भनौँ न होइन पुरै यहाँ चाहिँ नमुना केटाकेटी हिँडिरहेको छन् क्या पुरै रमाइलो छ है त्यो चाहिँ धारा पनि रहेको छ छेउमा त गीत बजिरहेको छ नि बिहेतिर जाँदैछौँ सबैजना स्कुलबाट आइसकेपछि जाने विचार भनेको गर्दाखेरि हामी चाहिँ सबैजना भेला हुँदाखेरि 7-8जना केटाकेटी भयौँ क्या ल यहाँबाट चाहिँ जान्छौँ हामी सिधै उँधो यताबाट जाऊँ यताबाट जाऊँ न सबैजना के त्यो यता निर्दा यता गएर बस है त्यहाँ उसमा आइज निर्दासँग जान हामी उ गर्छौँ सवाल चाहिँ हामी आउनु
म त्यहाँ हिँडिरहेको छौँ होइन टक्क लाएर अब जस केही समयमा हामी पुग्छौँ पनि होला हेलो हिँडिरहेको छौँ अहिले हामी होइन यो भोजपुर होइन भोजपुर बजारको त्यो फुटेकाल त नत्र यस्तो त देखिँदैन थियो नि अन्त सबसे सुरुमा देखिन्थ्यो त नफुट्नु भन्दा तपाईँ र म टक्क जाँदा भिडियो बनाएको थियो नि त्यतिखेर राम्रै आएको थियो अहिले चाहिँ अलिक राम्रो हाल्छ होइन पहिले पुरै छाया जस्तो देखिन्थ्यो क्या छामे जस्तो छाया जस्तो क्या सडक अनि दिउँसो क्या यस्तैमा देखिन्छ नि कहाँ देखिन्छ खोइ अरूको मोबाइल देखिँदैन त अलिक कबड्डी मोबाइलमा पुरानो देखिन्छ यो त अहिले बेच्नु भने 20 जान्छ जान्छ बिस्ते ल कति अनि कसले किन्छ बिस्ते अहिले मोबाइलको भाउ घट अरे त्यही भएर नि मेरो यहाँ दारी पनि देखिँदो रहेछ गाइजहरू अब यो दारी चाहिँ ट्याप ट्याप पारेर काट्नुपर्छ सो काट्नको लागि चाहिँ तपाईँहरूले ट्याप ट्याप पारेर कैँची यसो यताउति डटपट हानिदिनु पऱ्यो के यहाँ त्यही स्कुलमा पढ्दिनँ त्यसैको हो क्या कहाँ चिन्नुहुन्छ कहाँ घरै हो त्यही ए त यहाँ म आएन त्यस बिएचको भने हामी लोकल लिएर आइपुग्यो होइन अब केही समयमा हामी प्रवेश पनि गर्न लागिरहेको छौँ सो सबैले साथ दिनु होला राम्रो कुली नै अडिरहेछ यो चाहिँ बिहे होइन बस्दैन